समयको लागि धन्यवाद छ। मैले त नाम लेखाएको थिएन, आज बोल्नु पर्दैन होला भनेको नाम बोलाउनु भएकोमा आज 5 मिनट दिनुभएको छ, यो चाहिँ आजलाई पुग्छ। र यहाँ हिजो मैले चाहिँ संसदमा मैले आफूलाई माननीय जस्तो ठान्दिनँ। मैले भनिरहेको छु म त विद्यार्थी हो भनिरहेको छु बाटोतिर भन्दाखेरि पनि, अनि यता आउँदाखेरि पनि बाटोमा कसैले भेट्यो भने स्कुल जान लागेको भन्छु। हिजो पढाइ भएन है, दुर्भाग्यवश। आज चाहिँ पढ्न पाइयो र आज धेरै पढ्न पाइयो। आज चाहिँ रिस मरेको छ, किनभने म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। हिजोको समाचार अनुसार चाहिँ विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय भन्ने चाहिँ गठन गर्ने निर्णय गरेकोमा सरकारलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु। म औपचारिक रूपमा के अरे मेरो श्राप चाहिँ फिर्ता लिन चाहन्छु। र यो किनभने यो म चाहिँ अलि मलाई झटक्कै रिस पनि उठ्छ अनि फेरि रिस छिटै पनि हराउँछ। र अन्तमा म के भन्न चाहन्छु भने प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन। हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ अनि उहाँ पनि नआउने कोसिस गरिनु भएको छ।